पर्यो आयो यार माछा पर्यो यार ल ठाउँको ठाउँ फेरि पर्यो ल ल फ्याट फ्याट माछा त आमामा बाले आज एक छाक पुर्याउनु भयो एकछिनमै बल्छी ल्याउनु पर्ने पानीमा हाल्ने नि त हो नि बल्छी पानीमा हाल्नु नै त हो नि त्यसमा आएर हाल्नुपर्छ होला होइन ठिक्क खायो भने डोरी झप्काइहाल्छ झट्टो 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 फेरि पर्यो फेरि पर्यो आमा आमा फेरि पर्यो फेरि पर्यो माछा यार लोक्नुकै जानु पर्ने छ कि त्यो हिँड राति त्यो लगेर गएको हो चेक गर्नु डेन्सिटी त्यो चेक रातिभरि राति चेक गरेर पठायो त्यो सचिलाई जेएनजीको नम्बर छ जेएनजीको नम्बर छ जेएनजीको नम्बर 8-10वटा माछा यहीँबाट निकालिसक्यो अब चाहिँ माछा सक्यो जस्तो छ पर्न थाल्यो क्या यार ओ फेरि पर्यो आमामा माछा त छिनको छिन पर्दो रहेछ है गाई त्यो ठाउँमा चाहिँ ओहो ठुलो चाहिँ नपर्ने सानो सानो च्याट्ट भाले आज 1 किलो जति यही ठाउँबाट निकाल्ला जस्तो छ यहीँ हाइड्रो प्रोजेक्ट छ यहीँ र पनि माछा यत्तिकै पाइन्छ है गाई यो त कुन पो खोला हो यो खोलाको नाम के हो यो चाहिँ लापा खोला होला हो माथि लापा गाउँ छ माछा त ट्याक्की ट्याक गर्दो रहेछ हेलो हेलो सक्यो बाहिन्यो माछा सक्यो अब अर्को ठाउँ खोज्दै गएछन् परेन माछा सक्यो